आजको चाहिँ मेरो काम भनेको घर अगाडि सफा गर्ने थियो। पुरै कस्तो चाइनिज दुबो रोपेको थिएँ कि अनि चाइनिज दुबो रोपेको त्यो माथि अर्को दुबो पलाएको थियो, त्यही पनि पूजा गर्न हुन्छ भनेर मैले खासै फालेन। तलको सफा गरेँ अनि यो चाहिँ ठ्याक्क बाटोतिर थियो, दुबोहरू उम्रेको थियो। सफा गर्न पर्यो, पछि फुल रोप्छु भने यो के फुल हो खोइ मलाई ठ्याक्कै थाहा भएन नाम चाहिँ, तर तिहारको बेला कस्तो फुल्छ के झपक्क अनि कति राम्रो देखिन्छ। त्यही रोपिहाल्न पर्यो भनेर त्यही पनि छिमेकीका कुखुरा त सस्तै आउँछन्, मैले अनि कुखुरा हेर्नु है यो फुल पछि फुल फुल्यो भने टिकटक बनाउने हुन्छ, कति राम्रो देखिन्छ, सबैले घर अगाडि रोपौँ, चाडपर्व बेला रमाइलो हुन्छ भनेछु। कोही उता अरू त रोप्नु भएको थियो, मलाई पनि रहर लाएर म पनि रोप्छु अगाडि भनेर अनि त्यही भएर जङ्गल सङ्गल सब काटेर अनि रोप्न पर्यो भनेर घरमा काट्ने आसी पनि नै, फेरि छिमेकीसँगै मागेर अनि यो जङ्गल घर अगाडि ठ्याक्क घर अगाडिपट्टि थियो, काटेँ। उतापट्टिको दुबो चाहिँ काटेन, चाइनिज दुबो पनि छ, अर्को दुबो पनि छ हाम्रो पेटीतिर। अनि यतातिर चाहिँ यो दुबो थियो, काटेर अनि फुल रोप्छु भनेर अनि काटेँ, अलिअलि काटेर अनि मजाले ठ्याक्क अलिअलि कस्तो राम्रोसँग पनि भएको थिएन, मसिनो काटेको मिलेको थिएन, त्यही पनि अलिअलि फुल रोप्नलाई भइहाल्छ भनेर काटेँ। अनि पछि उतापट्टि फेरि यो वाला कि यो सो प्लान्ट हो कि के हो, गेट पछि राम्रो पनि कटिङ गरेर जस्तो गेट जस्तो बनाउन मिल्छ भनेर यो पनि रोपेँ। पछि अब राम्रोसँग कटिङ सेप मिलाएर काट्ने हो भने त राम्रो भइहाल्छ। अब अगाडि गेट बनाउने, जालीसाली लाएर गेट बनाउने, फेरि बाटो ठुलो बनाउने, अब सरकारको नीति नियम चेन्ज भइरहेको छ। अब ठुलो बाटो बनाउने भन्दाखेरि फाल्यो भने पनि झ्याउ हुने, त्योभन्दा अब जस्तो छ त्यस्तै अलिअलि अब राम्रो बर्खाको बेला जाग्यो भने सजिलो होला भने पोहोरतिर पनि ल्याएको थिएँ, एउटा बुट्टा यहाँनिरको जागे कस्तो राम्रो भयो, फेरि अनि यो पटक पनि लिएर रोपेको छु, भइहाल्छ कि भनेर। अनि यो वाला फुल हो कि यसको नाम चाहिँ थाहा भएन, हेर्दाखेरि पाती जस्तै छ, तर तिहारको बेला चाहिँ सेम हजारी जस्तो हुन, तर हेर्दाखेरि हजारी जस्तै फुल्छ कि, त्यही भएर घर अगाडि टनक्क रोपिदिन्छु, बाक्लो रोपिदिएको छु जागिहाल्ला भनेर। अनि अर्को पटक त रोप्नु पर्दैन, यही झरिहाल्छ अनि जति भए पनि हुन्छ, त्यही भएर टनक्क घर अगाडि रोपिदिएको छु। म बेला बेलामा यसको भिडियो हालिरहेको छु, कति राम्रो हुन्छ, जाग्छ होला। जस आजभोलि त हल्का हल्का अलिअलि पानी परिरहेको, माटो पनि पुरै चिसो छ, जाग्छ।